प्रेमको मामलामा चाहिँ फर इक्जाम्पल हाम्रो लाइफको सबैभन्दा ठुलो हिरो भनेको हाम्रो आमा हो। संसारकै आमाहरू हाम्रो महान नायक हुन्। आमा मात्रै महान नायक हुन्, बुवा त छँदै नै हुनुहुन्छ। बुवाको पाठ म एकछिनमा भन्छु, तर किनकि केटा मान्छेहरू प्रेम दर्शाउँछन् पनि, हामी बुवाहरूले अन्डरस्ट्यान्डिङ हुन्छ, तर आमाको सवालमा कहीँ सपनाहरूसँग सम्झौता गरेर जिन्दगी बाँचिरहेको हुन्छ। आमाहरूले छोरा पाउने, मतलब बालबच्चा सम्हाल्ने, गृहस्थी सम्हाल्ने, लोग्नेलाई बुस्ट गर्ने, काम गर्न जाऊ, सपोर्ट गर्ने सम्पूर्ण जिम्मेवारी एउटा आमाले लिएको हुन्छ होइन। तर मैले देखेको हामी चाहिँ आमालाई कुनै पनि दिन आमा तिम्रो सपना के थियो म जन्मिनुभन्दा अगाडि, अथवा तिमी जब अविवाहित थियौ तिमी के बन्न चाहन्थ्यौ, तिम्रो सपना के थियो भनेर सोध्ने हामीसँग फुर्सदै छैन। जबकि ती आमाले हामीलाई यो धरतीमा ल्याउनुभन्दा अगाडि सम्झौता गरेर बाँचिदियो।